हेलो हेलो नमस्ते सबैजनालाई। मैले चाहिँ अब नयाँ बिजनेस स्टार्ट गर्न जाँदैछु। आई होप सबैजनाले मलाई सपोर्ट र साथ दिनुहुन्छ भन्ने आशा छ। अनि मैले चाहिँ योभन्दा पहिला चाहिँ मार्केटिङमा एज अ सेल्स पर्सन भएर चाहिँ काम गरिरहेको थिएँ। बुटोलमा बसेर बुटोल एरिया चाहिँ हेर्ने गर्थेँ। अनि सम रिजन अब कारणहरू धेरै थियो। त्यही कारणहरूले गर्दा चाहिँ मैले जागिर छोड्नु पर्यो। अनि म धेरै समयसम्म फाल्तु बसेँ कि यत्तिकै के गर्नु वाट टु डु हुन्छ नि त। यस्तो गरौँ कि उसो गरौँ कि भन्ने त हुन्छ नि त। अब काम गरिरहेको हिँडिरहेको मान्छे, पैसा खेलाइरहेको मान्छेलाई सडनली काम नगर्ने अनि घरमा थुपुक्क बस्दाखेरि त आत्तुरी हुँदो रहेछ कि के गर्ने होला, कसो गर्ने होला, यसो गऱ्यो भने अलिकति पैसा आउँछ कि भन्ने चाहिँ हुँदो रहेछ। अनि आई ट्राइड मेनी मोर थिङ्स, लाइक धेरै कुराहरू चाहिँ मैले ट्राई गरेको छु है, नगरे होइन। तर मलाई चाहिँ अब के जस्तो लाग्यो भन्दाखेरि यो बिजनेस चाहिँ मलाई राम्रो सुइटेबल हुन्छ कि भन्ने जस्तो लाग्यो कि। किन भन्दा मैले पहिला पनि अब लगभग 2 वर्ष अगाडि चाहिँ मैले सेम चाहिँ गरिरहेको थिएँ, अर्डर लिन्थेँ। अनि अर्डर चाहिँ मेरो साथीहरूले मात्रै मलाई दिइरहेको थियो कि। अनि ती साथीहरूको अर्डर बनाएर बसेर आएको थिएँ। अनि त्यसपछि मैले जब गर्न लागेको थिएँ। अहिले चाहिँ मैले जब छोडेर मेरो एम्ब्रोइडरी बिजनेस स्टार्ट गरिरहेको छु। सो सबैजनाले मेरो काम मन पराइदिनु होला।